हेलो साथीहरु, फाइनली मेरो पछाडी छ स्वर्गद्वारीको प्रवेशद्वारदेखि म चाहिँ माथि निक्लिँदै छु। तपाईहरु हेर्दै गर्नुस्, म प्रवेशद्वारदेखि के छ म सम्पूर्ण कुराहरु तपाईलाई पुरा देखाइदिने छु। सम्पूर्ण कुराहरु हेर्नुस् है सबजनाले। हेर्न सक्नुहुन्छ स्वर्गद्वारी प्रवेशद्वारदेखि यहाँ हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ ड्रोन क्यामेराहरु अत्याधिक भिडियोहरु चाहिँ बनाउनु पाइने रहन्छ है आश्रम एरिया भित्र। त्यसपछि म चाहिँ अब यतादेखि जाँदै छु प्रवेशद्वारदेखि माथितिर। फाइनल ठ्याक्कै लाएर तपाईलाई म सम्पूर्ण कुराहरु देखाइदिने छु है। तपाईहरु हेर्दै राख्नुस् कस्तो देखिन्छ त, तपाईले भ्यू पनि हेर्नुस् है। यसै हाल्दै रहेछ कले हैन, ठ्याक्क लाएर देखाइदिँदै छु हजुरहरुलाई। ठ्याक्क लाएर हेर्दै जानुस्। यहाँ चाहिँ करिब यहाँ तल म यहाँ आइपुग्दा मैले चाहिँ फ्याट्ट हेर्दाखेरि चाहिँ मैले यो धर्मशाला देखेँ। धर्मशाला यो चाहिँ भक्तजन आएर बस्ने होला सायद जस्तो लाग्छ मलाई पनि। त्यसबाट यहाँदेखि हिँड्दै म उकालो लाग्दै कहाँ आइपुग्छु तपाईलाई म ठ्याक्कै फाइनली देखाइदिने छु। म चाहिँ अहिले यस्तो पारामा हिँडिराखेको छु किनभने अहिले एकदमै उतादेखि घाम लागिरहेको छ। त्यही कारणले मेरो फेस जस्तो देखिए तापनि तपाईले राम्रो मानेर हेरिदिनुहुन्छ भन्ने मैले आशा गरेको छु। त्यस कारणले म अब यहाँ आइपुगेँ। यहाँ आइपुग्दाखेरि चाहिँ हेर्न सक्नुहुन्छ सूचना, कृपया मन्दिर परिसरमा 1 किलोमिटर वरपर क्षेत्रमा यहाँ चाहिँ क्यामेराहरूले भिडियो ड्रोन क्यामेरा उडाउन मिल्ने रहन्छ है। त्यही कारणले म यहाँदेखि हेर्न सक्नुहुन्छ यस्तो राम्रो हिमालको भ्यू देखिरहेको छ। यहाँ हेर्नु त, बाफ्रे कस्तो राम्रो हिमाल देखिने रहेछ यहाँबाट हेर्दाखेरि। त्यस पहाडी म यहाँबाट जाँदैछु। फेरि अर्को सूचना प्राप्त भइसकेको छ। यो पनि केही नियमहरू, मन्दिर छिर्न पाउँदा 1 किलोमिटर वरिपरि यो चाहिँ पुलिस चौकी यत्न रहेछ। त्यहाँदेखि मैले माथि गेट देखिरहेको छु। अब म फाइनली स्वर्गद्वारी आइपुग्न लागिसकेको छु। स्वर्गद्वारी आइपुग्दाखेरि चाहिँ मलाई अब यस्तो अनुभूति भइरहेको छ कि म साँच्चीकै स्वर्ग आइरहेको छु। यहाँदेखि सर म केही डाँडाकाँडाहरू पनि देखाइदिन्छु हजुरहरूलाई, हेर्न सक्नुहुन्छ ठ्याक्कै लाएर। यो कुन हिमाल हो थाहा आन्टी? थाहा कुन हिमाल हो? यो हिमाल कुन हो मलाई थाहा रे। हेर्नुहोस् त अर्को आउनुभयो हाम्रो कलाकार। ल हिमालको केही भनिदिनु न त एउटा। हो दैलेखी भाषामा एक हिमा कहाँ छ मेरी मैना। ल म ठ्याक्क लाएर स्वर्गद्वारीको गेटतिर आइपुगेको छु। तपाईँले हेर्न सक्नुहुन्छ यहाँबाट फाइनली ठ्याक्क लाएर मेरो माथि गेट छ। म तल छु। जय पद्मनाथ बाबा। म आइपुगेँ स्वर्गद्वारी फाइनली। म स्वर्गद्वारीको फाइनल लुक भ्यू पुरा देखाइदिन्छु तपाईँले। मन्दिर बन्न लागेको जस्तो देख्दैछ त्यहाँ मैले। हेर्न सक्नुहुन्छ ट्याक्क लाएर यहाँ चाहिँ दर्शनार्थी सम्पर्क तथा सूचना कक्ष रहेछ। यहाँ आएर कमसेकम नाम दर्ता गरेपछि यहाँ खाना बस्न मिल्ने रहेछ। यहाँ चाहिँ खाना बस्न ट्याक्क लाएर यहाँ हामीले करिब कुरा गर्दाखेरि चाहिँ हामीले बुझेको अनुसारले 160 रुपियाँ एउटा बेडलाई, एउटा 160 रुपियाँको बेड पाइँदो रहेछ, एउटा 120 वाला पनि पाइँदो रहेछ। त्यस पछाडि यस्तो राम्रो छ, हेर्न सक्नुहुन्छ यहाँको भ्यू।
त्यस पछाडि म यहाँबाट चाहिँ अगाडि जान्छु, सबै देखाइदिन्छु हजुरहरूलाई। हेर्दै हुनुहुन्छ। त्यस पछाडि यो चाहिँ मन्दिर खुल्ने समय बिहान 5 बजे, मन्दिर बन्द हुने समय 9:05 मा बन्द हुने रहेछ। तर पनि जे होस्, यहाँ बेलुका आउनुभयो भने चाहिँ भजन कीर्तनहरू, आरतीहरू, सम्पूर्ण कार्यक्रमहरू हेर्न सक्नुहुन्छ हजुरहरूले भन्ने मैले आशा गरेको छु। त्यही कारणले ठ्याक्का लाएर बेलुका आउनुहोस् सबैजना बस्नको लागि एकदम आनन्द है, महमहक लाग्दो भजन कीर्तनमा रमाउने यताउता होइन। यहाँदेखि म फाइनल लुक देखाइदिन्छु हजुरहरूलाई स्वर्गदारीको है। हेर्न सक्नुहुन्छ क्या राम्रो भ्यू देखिरहेको छ। यहाँबाट हेर्दाखेरि उतातिर हिमालहरू यस्तो राम्रो देखिरहेको छ। हेर्नुहोस् त, यहाँदेखि स्वर्ग, साँच्चीकै स्वर्ग आए जस्तो अनुभूति भइरहेको छ मलाई। यहाँ हेर्नुहोस् हिमाल, पुरै हिमालको दृश्य हेर्न सक्नुहुन्छ हजुरले। यस्तो राम्रो स्वर्ग जस्तो देखिरहेको छ अहिले चाहिँ मैले देखाइरहेको छु हजुरहरूलाई, हेर्न सक्नुहुन्छ। जय स्वर्गद्वारी प्रभु महाराज। यो भिडियो हजुरहरूसम्म आइपुगेपछि एक शेयर गरी सब्सक्राइब पनि गरिदिनु होला भन्न चाहन्छु। हेर्न सक्नुहुन्छ म अब यताबाट जाँदैछु हजुरहरूलाई देखाउँदै ठ्याक्क लाएर। यतातिर फुल फुल्न लागे जस्तो देखिराखेको छु मैले चाहिँ, फुल फुल्न लागे जस्तो छ। यिनीहरू चाहिँ बस्ने धर्मशाला, भक्तजन आएर बस्ने धर्मशालाहरू। यो चाहिँ भोजनालय। हेर्नुहोस् त क्या राम्रो देखिरहेको छ। यो चाहिँ भोजनालय, सूर्यदारी आश्रम यात्रु भोजनालय। भक्तजनले खानाको लागि 1 घन्टा पहिले भन्नु होला। यहाँ चाहिँ 1 घन्टा आएर पहिला नै भनिसकेपछि चाहिँ यहाँ खाना बन्छ। यो चाहिँ भोजनालय, भित्र चाहिँ हामीले देखाउनु मिल्दैन, त्यही कारणले हामीले खासै देखाउँदैनौँ है। यसो राम्रो चट्ट कुर्सीमा बसालेर मस्त तरिकाले है। त्यही हो, हेर्नुहोस् क्या राम्रो देखिरहेको छ। यो फुल वाच टु भिडियो, सबजनालाई फुल वाच गरिदिनु होला भन्न चाहन्छु। हस्, धेरै धेरै धन्यवाद सबजनालाई। बाई बाई।